अनुहार छैन रे गाइस अब भाइरलहरूलाई अनुहार चाहिन्छ त म टिप्नु होला 9800 त्यसपछि मलाई आउन्न हेलो गाइस वेलकम टु माई ब्लग म चाहिँ अहिले कलेज जाँदैछु होइन आज चाहिँ म डे ब्लग बनाउँदैछु होइन आफ्टर अ लङ टाइम दाइको बेबजीको ब्लगपछि चाहिँ म आज फर्स्ट डे ब्लग बनाउँदैछु होइन अनि दाइको बेवाला भिडियोलाई हेरेर साथ सपोर्ट गर्नुभएको सम्पूर्ण दर्शकहरूमा म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि अर्को चाहिँ के छ भने मैले चाहिँ अर्को युट्युब च्यानलमा पनि मैले रेगुलर ब्लग हालेको छु त्यसको लिङ्क चाहिँ म तल राखिदिनेछु डिस्क्रिप्सनमा तपाईँहरूले गएर त्यो भिडियो हेर्न सक्नुहुन्छ एन्ड प्लिज डु सब्सक्राइब अन द्याट च्यानल अल्सो अनि सब्सक्राइब नगर्नुभएको सम्पूर्णले पनि सब्सक्राइब गरिदिनु हुन्छ भन्ने आश गर्दछु अहिले चाहिँ म कलेज जाँदैछु गुड मर्निङ काका म भिडियो बनाउनु लाग्यो युट्युब च्यानलमा तपाईँ पनि अझै हाम्रो स्कुलको काका हुनुहुन्छ एकदम मिहिनेतलो एकदमै टाठो हुनुहुन्छ उहाँ चाहिँ कलेजको काका हुनुहुन्छ उहाँ चाहिँ अनि यहाँबाट चाहिँ दुईजना आउँदैछन् नाटकै धेरै पार्छ हौ उठेर अब यहाँ निदा लाग्थ्यो यार खानेकुरा नखाइ भन्नुहुन्थ्यो मलाई आज किन भारी भयो भन्दाखेरि मैले कति धेरै कविता भालिरहेको नि त कविता भारी भएको भन्दा नि यो ज्ञान धेरै भारी भएको छ कि अब दिमागमा हुनुपर्ने के छ किताबमा मात्रै पढ्ने होइन एउटा आउँदैन सोध्यो भने इक्जाममा के नि हो कसैलाई आउँछ भने यसो सपोर्ट गर्नु होला यसो सिकाइदिनु होला गाइस आया त्यही हो अनि तपाईँहरू आरामै हुनुहुन्छ सबैजना दर्शकहरू मेरो साथीहरू अनि मेरो गाइजहरू सबै सन्चै हुनुहुन्छ तपाईँहरू आया हामी चाहिँ सेकेन्ड फ्लोरमा थर्ड फ्लोरमा हो अनि काका त भाग्नु भएको छ कहाँ बोल्नु भयो काका त अनि हामी चाहिँ म्याथ पिरियड हुन्छ फर्स्टमा म्याथ मिस आउनु भएको अनि हामी जाँदैछौँ क्लासमा हाम्रो क्लास हेर्ने हो गाइस कस्तो दामी हो यस्तो सुविधा दिएर पढाउँदा पनि हामी नपढ्यो भने त हामीलाई त टुक्क भन्छन् हेर्ने हो गाइस यस्तो सुविधा उन्मुख शोभा हागा यहाँ सुत्नु भयो र गाइस म एकछिनपछि जोइन गर्छु हेलो गाइस फर्स्ट पिरियड म्याथ हुन्थ्यो कि अहिले चाहिँ पिएम पढाएर जानुभयो सोफामा बसेर पढ्नको मजै छुट्टै हो भन्ने के चाहिँ यदि तपाईँहरू पनि सोफामा बसेर पढ्न चाहनुहुन्छ भने श्री शिवशक्ति क्याम्पसमा आउन सक्नुहुन्छ यहाँ चाहिँ बिएड र बिबिएस दुइटै पढाइ हुन्छ यदि तपाईँहरूलाई चाहिएमा राम्रो पढाइ चाहिएमा आउनुहोला गाइस हामीले चाहिँ इकोनोमिक्स पिरियड पढे भएर अझै एक पिरियड पढाउनुहुन्छ अरे अनि हामी चाहिँ खाजा खाएर आऊ भन्नुभएको छ खाजा खान जानु लाग्यो यिनी चाहिँ बल्ल आइदियो आयो अरे छिटो कति गोरी नै अस्ति त काटी थिएन अन्त गोरी भएछ नि डेन्जरै ओइ आर्मीहरूको ट्रेनर्सहरू कतिहरू देख्यौ कस्तो रङ्ग लाग्छ मलाई त्यसरी अन्त हजुर पठाइदिने हामी चिया खान जान्छौँ अब ल है जाम
अघि पानी परेको अनि मलाई चाहिँ सबभन्दा पानी परेको एकदम के मनपर्छ भन्दाखेरि अब यो रुख भयो होइन यस्तो गरेर कस्तो मनपर्छ माथिबाट झुसुरिकेर झर्ला भन्ने टेन्सन डेन्जर पानी पर्यो आज यस्तो भोगा लागेको सिस्टरले खाजा बनाउनु ढिलो गरिदिनु भयो क्या यहाँ खाजा बन्दैछ भन्नलाई चाहिँ यहाँ हुनुहुन्छ खाए पकौडा नखाए पकौडा खान मन भयो अब एकदम मिठो छ भन्नलाई चाहिँ तर डेली पकौडा समोसा चिया खायो भने चाहिँ के हुन्छ हालत खराब हुन्छ खराब यदि तपाईँहरूलाई चिया पकौडाहरू चाहिएमा अर्डर चाहिएमा केही पनि चाहिएमा अर्डर गर्न सक्नुहुन्छ उहाँदेखि त उहाँको नाम हुनुहुन्छ अनु सुवेदी होइन अनु म्याडम अनु सुवेदी अनु म्याडमले आफ्नो नाम कहाँ कहाँ लेखेको छैन होला वाइफाईमा त एउटा भयो त फ्रिजमा धरि नाम किन लेख्नु परेको होला यो यहाँ फ्रिजमा यहाँ अनु सुवेदी नातिनी लेख्दै कि उनले भर्खर गएको मान्छे नातिनीसँग छ अरे ल मारु आउनु होला गाइस हाम्रो कलेज भिजिट गर्नु होला अनर छैन रे गाइस अब भाइरलहरूलाई अनर चाहिन्छ त म राम्री छुइनँ त होइन भन्छु कसैले राम्रो भन्दा त्यही म राम्री छु हेलो गाइस म चाहिँ अघि भिडियो रेकर्ड गर्न पार्दिनँ अनि अहिले पनि मेरो मोबाइलमा फुल चार्ज चाहिँ छैन मलाई चाहिँ कसरी यहाँ मलाई थाहा छैन म चाहिँ डाइरेक्ट के अरे कलेजबाट यहाँ आएँ जबमा मलाई खाना खानु मन भयो मैले खाजा खाएपछि अनि अहिले चाहिँ अब केराटिन सुरु हुँदैछ मैले मोबाइल चार्ज गर्छु अनि त्यसपछि चाहिँ म अलिपछि भिडियो रेकर्ड गर्छु अनि यहाँ क्रिम भइसकेको छ अब तपाईँहरू भिडियो हेर्दै होला कोही मेरो चार्जर कहाँ गयो मैले चाहिँ केराटिनको क्रिम लगाएर भिडियो बनाउँदा रिङ लाइट रेडी गरेको लास्टमा भिडियो चाहिँ रुत्दै भएको आउँदैन क्या काम चाहिँ भ्याएर म रेस्ट गर्दैछु डु यु वान्ट टु ह्याभ इट जाने होइन आज आँखा धोइरहनु भएको छ अहिले सुन्नु ल बेनिसा भिडियो हेर्नेछौ भने हामी चाहिँ केराटिन गरिसक्यौँ अनि यहाँ चाहिँ यहाँको फाइनल रिजल्ट चाहिँ यस्तो रहेको छ पुरै साइनिङ राम्रो हुँदैछ तपाईँहरूलाई पनि यदि केराटिन सर्भिसहरूको कुनै पनि सर्भिस चाहिएमा आउनु होला अलिकति ब्युटी पार्लरमा भइदिनु तपाईँ गाइस अझ यति आज चाहिँ धेरै काम भएन ट्रेनिङ हुन त भयो तर भिडियो गरिदिने मान्छे नभएपछि जति नै ट्रेनिङ भयो जति नै काम भएपछि काम छैन होइन अब ट्रेनिङ गर्ने लाउने बेला म ट्रेनिङ गर्दैछु भने त्यो भिडियो रेकर्ड गर्ने कुरो भएन त्यसैले मैले चाहिँ अब गरेको कामहरू चाहिँ मैले रेकर्ड गर्न सकेसम्म गरेको छु आजको ब्लग चाहिँ म मेरो काम चाहिँ यति नै हुन्छ अब एकछिनपछि म भिडियो फेरि सुट गर्छु चिया बनाउँदैछु हामीले चाहिँ चिसो खायौँ त्यो चाहिँ छैन मर्न जस्तो भइसक्यो अनि दिदीलाई चाहिँ चिया बनाउँदैछु म ब्ल्याक टी तपाईँहरूलाई मनपर्छ मैले पिएको भिडियो पनि भन्दै नि यदि चिया
चिया बनाउने मान्छे चाहिएमा मलाई सम्पर्क गर्नु होला भनेर कसैले पनि सम्पर्क गर्नु भएन। सम्पर्कको लागि नम्बर नदिएको भयो होला। अब नम्बर टिप्नु होला 9800 त्यसपछि मलाई आउन्न अलिकति आउन क्या त्यस्तै वाला थियो एउटा डाइलग कपी भनेर नभन्नु होला। अब जमाना नै कपीको चलिरहेछ त होइन। गर्मी कति गर्मी भएको मलाई मात्रै भएको कि तपाईँहरूलाई पनि भएको छ? प्लिज टु कमेन्ट हो कि अझै स्याल्यु ल गाइज कति टाइम देखेको कि म आज त ओके अहिले चाहिँ 7 बजिसक्यो। अब म चाहिँ जान्छु म घर। अब म चाहिँ भ्लग यहीँ इन्ड गर्न चाहन्छु किनकि मेरो मोबाइलमा चार्ज छैन अनि मोबाइल एकदम अनकन्सियस अवस्थामा छ। त्यही भएर म यहीँ भ्लग इन्ड गर्छु। मेरो भिडियो हेरेर 7 दिनभरि हृदयदेखि धन्यवाद गर्दै प्रनिका ब्युटी पार्लर एन्ड मेकअप स्टुडियो भन्ने युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु हुन्न म अनुरोध गर्दछु। र अहिले अब आउने भिडियोहरू पनि हेरेर यसरी नै साथ दिनुहुन्छ। तपाईँहरूको मायाले नै मलाई अघि बढ्ने हौसला दिन्छ। त्यसैले मलाई मोटिभेट गर्नको लागि र गर्नुभएको लागि दुइटैको लागि धन्यवाद गर्दै पछि पनि सपोर्ट गर्नुहुन्छ भन्ने आश गर्दै म यहीँ मेरो भिडियो इन्ड गर्न